सो हेलो गाइज अनि तपाईँलाई आजको मेरो नयाँ भ्लगमा स्वागत छ। सो आज चाहिँ हामी टक्क पुडी जस्तो भएछ। सो आज चाहिँ हामी अब चाहिँ टक्क नाइकोलाई इन्गेजमेन्ट आँटेको अनि यहाँ चाहिँ सबै दिदीहरू टक्क यहाँ रेडी भइसक्नु भएको छ। यहाँ सबैजना सबैजना रेडी भइसक्नु भएको छ। माथि बेहुला पनि रेडी भइसक्नु भएको छ। सो बिहेहरू चाहिँ मेरो मैले ल्याएको त्यसबाट हो ल्याएको बिहे हो। सो तल गाडी साडी सबै रेडी भइसकेको छ। मान्छे लामाहरू दाइ पनि रेडी भइसक्नु भएको छ। त्यो के अरे एउटा ज्याकेट बोक्नु सामानहरू सबै रेडी भइरहेछ। के त्यो भनेको ए छु त्यो कुरा चाहिँ रेडी पनि भइसकेको छ। रेडी भइसकेको छ अहिले चाहिँ त्यही हो। अब चाहिँ त्यसमा जाने अब हिँड्नेवाला हुन्छ। यहाँ अगाडि गाडी छ, यसमा चाहिँ टक्कसँगले गाडी यसमै जाने। यो बाइकहरू छ यता अनि जाने चाहिँ यसमै हो। त्यही हो अनि सिधै जानेवाला भेट्छ त अब चाहिँ। लाग्यो अब चाहिँ हामी चाहिँ आँटेको ज्याकेट बोकेको छ छैन। छिटैन छिटैन टर्केर अट्टिहाल्नु आमा चाहिँ। मेरो पनि भान्जाले इच्छा गरेको हुनाले फेरि यसो माग्न पाएँ है हजुर अब के छ कसो छ। अब यहाँ केही आफ्नो हामीले सामान के गर्नु छ भने कमी कमजोरी छ कि यसो माफिना पनि गर्नु होला। अब यहाँ त मेरो भान्जा र भान्जी साथै भएकोले गर्दा डर चाहिँ लागेको छैन है। 2 hours later. कुछ तरीका है भीख मांगने का? कस्तो चाहिँ के गर्नुहुन्छ पुरै धेरै पनि के गर्नुहुन्छ हैन हैन ठीक छ पुरै त्यो त अघि नै टिको लाउनु अनि केटाकेटी हामी त लाइभ गार्डन लाइभ टिको लाइदिनु माला लाइदिनु क्या हो त्यो चाहिँ हो टिको लाइदिएर माला लाइदिनु अनि फेरि बेहुलीले पनि टिको लाइदिएर माला लाइदिएर ताली पड्काउँ ताली सबैले ताली ताली माला लाइदिनु भएको ताली खै त ताली ताली पड्काउँ फेरि
लाइट पार्न नि फेरि पार्न मेरो पनि फोटो म त कराए भन्दै ओ कागज छैन कागज प्लेट ए अब हामी हिँडेको घर हेरौँ न त उता त बस न म त ए बुवा को नानी पस्छ त हेर्न एक सानो बच्चा पसेछ त बिस्तारै आउनु सुन्दैन यिनीहरूले भित्रबाट हजुर पस्नु सबैजना पस्नु भयो अब अच्छा है मैं अंधा हूँ खुसी बदल मुना बिमारी भएन के ए खुसी बदल मुना बिमारी भएन ए लगा छ त बेबीले भने ल फाइनली घर आइपुग्यो अब चाहिँ सो हामी चाहिँ फाइनली यहाँ घर पनि आइसक्यौँ अनि यहाँ चाहिँ फोटो सोटो खिच्दैछु म सो अहिले चाहिँ हामी अब घर पनि आइसक्यो सबैको ल्याएर बिउली छोडेर इन्गेजमेन्ट सकेर अनि मासतिर पनि बिहे बेला लाँदैछ अनि त्यही हो सो गाइस अनि भिडियो कस्तो लाग्यो तपाईँहरूलाई भिडियो राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नु होला अनि सो यो भिडियो चाहिँ अस्ति नैको थियो 24 गतेको सो अहिले चाहिँ 28 गते भइसक्यो भनेपछि 4 दिन भइसकेछ सो त्यही हो भिडियो लाइक सेयर सब्सक्राइब हुन्छ नभुल्नु होला अनि भोलि पनि आउन सक्छ 29 गते नै आउन सक्छ भिडियो सो सबैले हेर्नुभएको छ होला सायद अनि लास्टसम्म हेर्नुभएको छ भने चाहिँ झन् लाइक सब्सक्राइब पनि चाहिँ भुल्दै नभुल्नु होला अनि त्यही हो माया देखाइदिनु थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई